तपाईं हेर्दै हुनुहुन्छ श्रीदेवी फिल्म्स नेपाल। चार जनाको तिहार खर्च जुटाउनु पर्छ। हे भगवान्, कुन दिनमा यो वडा अध्यक्ष बनिएछ? यदि यस्तो नहुँदा त सबै खर्च गाउँघरमा ज्यालादारी गरेर भए पनि चलाएको थियौँ नि। अहिले त खै के भो के भो। यो संसारमा सबै थोक हुनु, जुगाडेर नेताको बुढी नहुनु भनेर भन्थे। यस्तै कारणले पो रहेछ। आफू त महादेव उता नपर, कसले देला वर भने जस्तो भएको छ। हेर, यतिखेर एकजना मात्रै कम भइदिएको भए पनि कति राहत हुन्थ्यो। ती बुढीले अर्काको सिसो पासो ल्याएर पालेर त्यत्रा ऋण लगाए, त्यो माथि पनि खर्चै माथि खर्च थपिरहेछ। यहाँ हामीले भने चाहिँ केही बोल्नै हुँदैन, हामी नै माथि खनिन आइलाग्छन्। के भएको हो? के गर्नु? बुढीलाई बाटामा भेटेर त सबै ल्याएर पाल्नु पर्ने। जे गर्छन् गरिरहँ। ओहो, मलाई त आमाले बाटोमा भेटाएर ल्याउनु भएको पो रहेछ। त्यसो भए मेरो बुवा आमा कहाँ छन् होला? हो होलान्। होइन, जे जस्तो भए नि मेरो जाने ठाउँ कहाँ छ र? सर्वस्व यही आमा यही घर भनेर बसेको थिएँ। हे भगवान्, आज 20औं वर्ष बितिसक्यो, तर पनि मलाई जन्म दिने बुवा आमाको केही पत्तो छैन। मलाई कसले जन्म दिएर कहाँ फालेर गएको थियो होला? म त आफ्नै आमा भन्थे, तर आज आएर थाहा भयो। अब म के गरौँ? उनीहरू मेरो आमा होइन रहेछन्। होस्, मलाई जन्म नदिए नि कर्म त दिनुभएकै छ। आज बल्ल थाहा भयो, गरिबीकै कारण यो सब रहस्य खुलेको हो। कसको भाग्य कसलाई थाहा हुन्छ र? हे भगवान्, यो हाम्रो परिवार कहिले धनी हुने? हामी पनि धनी हुने सत्कर्म देऊ। म जुनसुकै कर्म गर्न पनि तयार छु, तर मेरो आमा र दाइ भाउजूको सधैँ सम्मान गर्नेछु। क्या राम्रो तिहारको लागि त चलमल हुन्छ। ओहो अध्यक्षज्यू, ताडा लाउनु क्या हो? नमस्कार। नमस्कार दाइ। तपाईँ ताडै लाउनु भयो के हो? दाइ, म त तपाईँकै टोलतिर जान लागेको थिएँ, तपाईँलाई यहीँ भेट भयो। अब यो बाटोमा बसेर के गफ गर्ने? यसो चौतारा बसेर गफ गरौँ न। बसौँ त बसौँ। ल बसौँ दाइ। अध्यक्षज्यू, खासै विशेष केही थियो कि हाम्रो टोलतिर जानुपर्ने? दाइ पनि दसैँ त जसो तसो मनाइयो। दाजुभाइ भेट नभएको पनि धेरै भयो, त्यसैले दाइकै घरतिर जाँदै थिएँ म त। ए अध्यक्षज्यू, त्यसो भए तपाईँ मलाई नै भेट्न आउँदै हुनुहुन्थ्यो? अनि त्यस्तो विशेष कुरा के थियो नि मलाई नै भेट्न आउनुपर्ने? दाइ, सुख दुःखमा हातेमालो गर्ने तपाईँ बाहेक मेरो को छ र? हो कि होइन भन्नुहोस् त? गाउँमा त्यत्रो नेता छन्,
हाम्रो युवा त्यत्रो छन्, के कमी छ र तपाईँलाई? हुन त हो दाइ, नेताको ठाउँमा नेता छन्, युवाको ठाउँमा युवा छन्, जो जहाँ छन् आफ्नै ठाउँमा छन् नि, होइन र? हे अध्यक्षज्यू, मैले कुरोको प्रसङ्ग अहिले बुझिनँ नि। हो दाइ, जुन मलाई हाल परिरहेको समस्या छ नि, त्यस्तै समस्याको कारणले गर्दा मेरो जोडी युद्धलाई विदेश पठाउनु पर्यो। हे अध्यक्षज्यू पनि त्यतिखेर कुरो अलि बेग्लै थियो क्या, तर तपाईँ अहिले ओडार्से भइसक्नु भएको छ क्या। त्यही भएर नै मलाई आज निकै गाह्रो भइरहेको छ। जुन दिनदेखि म वडा अध्यक्ष बने नि, त्यो दिनदेखि नै मेरो घरको स्थिति एकदम दयनीय भएर गएको छ दाइ। घरमा पनि सधैँभरि झगडा भइरहन्छ दाइ। कता कता मलाई त लाग्छ यो अध्यक्ष पदबाट राजीनामा दिउँ कि जस्तो पो भइरहेछ त। हेर्नुहोस् अध्यक्षज्यू, अरू कुरा जेसुकै गर्नुहोस् म मान्छु, तर अध्यक्ष पदबाट राजीनामाको कुरा मसँग चाहिँ नगर्नुहोस् क्या। तपाईँलाई यो ठाउँमा पुर्याउनको लागि हामीले के मात्र गरेन तपाईँलाई थाहा छ? हुन त हो दाइ, खोइ तर पनि किन हो आजभोलि त मलाई एक्लो भएको महसुस हुन्छ। ल भन्नुहोस्, तपाईँलाई कुन कुराको समस्या पर्यो? ल भन्नुहोस् त, ल भन्नुहोस्। मबाट समस्या समाधान हुने भए म अहिले गरिदिन्छु। समस्याकै कुरा गर्ने हो भने त गरी साध्यै छैन। हेर्नुहोस् त मेरो अवस्था, गरिब परिवारको मान्छे कहिल्यै पनि जनप्रतिनिधि बन्न नहुने रहेछ दाइ। किन अध्यक्षज्यू, के भन्नुभयो तपाईँ त्यस्तो? सही भन्दैछु दाइ। म धनी नेताहरूले पेटीका पेटी पैसा छरेर सधैँभरि जनतालाई आफ्नो बसमा लिँदो रहेछन्। आफ्नो त सम्पत्तिको नाउँमा एक हलको मेलो पाको बारी छ, के गरेर जनतालाई आफ्नो बसमा लिने भन्नुहोस् त? यो कुरा छाडिदिनुहोस्। धनी नेताहरूले विकास गरेका छैनन्, उल्टो देशमा विनाश गरेका छन्। त्यसैले हामी गरिब भए पनि जनतालाई सान्त्वना दिइरहेका छौँ त हामीले, हो कि होइन भन्नुहोस् त? त्यो विषयमा त दाइ कुनै दुई मात्रै छैन नि। हो, त्यसैले त यो गैरी गाउँको स्वच्छ जनप्रतिनिधि भएर तपाईँ हामीले विकास गर्नुपर्छ। बुझ्नुभयो? दायाँ बायाँ जोसिकले जेसिकै गरौँ। अब दाइ तपाईँहरूले नै यस्तो भन्नुहुन्छ भने त मेरो के लाग्छ र? आखिर गाउँ तपाईँ हाम्रै हो क्या रे? यति कुराको लागि तपाईँ मेरो घरमा जाँदै हुनुहुन्थ्यो होइन त? हो दाइ, तपाईँले त भन्नुभयो, तर मलाई त खै। तपाईँ केही चिन्ता लिनु पर्दैन, तपाईँको लागि हामी छौँ। तर यो कुराको लागि म माथिल्लो निकायसम्म पुऱ्याउँछु। तर यो तिहार चाहिँ रमाइलोसँग मनाउनुपर्छ। अनि सुन्नुहोस् त, गाउँमा केटाकेटीहरूले देउसी भैलोको कार्यक्रम राखेका छन्। पहिला बुढा अध्यक्ष घरबाट देउसी भैलो कार्यक्रम सुरु गर्ने भनेका छन्। ओहो दाइ, ओहो, झन् यही कुरो त गरिरहेको छु। झन् देउसी भैलो पनि मेरै घरबाट सुरुवात गर्ने भन्छन्। कस्तो समस्या। होस्, जे जस्तो भए पनि देउसिरेलाई दान त गर्नै पर्छ भन्छन्। जे जति छ त्यस्तै गरी दान दक्षिणा दिउँला। देउसिरे भाइहरू आउँछन् भने देउसिरेको आशीर्वाद थाहा पाउँला, होइन त? ल त दाइ, त्यसो भए भेटघाट भइहाल्यो, हजुर पनि घरतिर लागौँ, म नि लाग्छु। ल पछि भेटौँला नि भाइ दाइ। ल ओहो, गोल्ड मेडल यसरी बाटोमा कसले खसाल्यो होला? यो हेर त, बाटैमा खसालेर गएछ। यो मेडल खसाल्ने मान्छे कति दुखी भइरह होला। कसको हो, कहाँ भेटेर दिने होला? जसरी भने नि दिनै पर्छ। उसको लागि यो त एकदमै मूल्यवान चिज हो।
झन् घरमा पनि कसैले थाहा नहुने गरी मेडल बेच्न हिँडेको। पक्कै त्यो अघि म लडेको ठाउँमा मेडल खसेको होला। कसैले भेट्यो भने अङ्कल, म अघि यताबाट आउँदै गर्दा मेरो सामान हराएको छ। तपाईँले देख्नुभयो त? अनि नानी, तिम्रो के हराएको छ र भन न। अङ्कल, मेरो स्कुलबाट पाएको मेडल यताबाट आउँदै थिएँ, कहाँ खसेछ कहाँ? ए नानी, यो हो तिम्रो मेडल? आहा, अङ्कल, यही हो त मेरो मेडल। अनि नानी, यो मेडल बोकेर तिमी कहाँ जान लागेको थियौ? अङ्कल, म यो सब कसरी भनौँ? मेरो मनको कुरा। घरमा त कसैले थाहा नपाउने गरी यो मेडल बेच्न हिँडेको छु। अब फेरि उहाँलाई कसरी भनौँ? बोल न, किन नबोल्ने कि? भन न। हेर नानी, तिम्रो मेडल अरू कसैले देखेको भए फिर्तै दिन्नथे। मैले देखेर सुरक्षित फिर्ता ल्याइदिएको छु। हो अङ्कल, तपाईँलाई धेरै धेरै धन्यवाद छ। तपाईँलाई के भनेर सम्बोधन गरौँ म? मेरो लागि त तपाईँ भगवान हो। ल हेर त, किन रोयो कि? नर्यौ, के पर्यो तिमीलाई? यति सानो यति ज्ञानी मान्छे रुनुपर्छ त? हो अङ्कल, म कसरी भन्नु हजुरलाई? बरु यो कुरा हजुर बाहेक कसैलाई पनि नभन्नु है। म माथि गैरी गाउँको वडा अध्यक्षको छोरी हो अङ्कल। वडा अध्यक्षको छोरी पो हौ तिमी? हो अङ्कल, घरमा मेरो बुबा वडा अध्यक्ष भएदेखि पैसाको साह्रै अभाव परिरहेको छ। त्यसैले आउँदो भाइटिकासम्म यो मेडल बेचेर सप्तरङ्गी टिका र मखमलीको माला लानु छ। मम्मी र हजुरआमालाई समेत पुग्ने सामान किनेर लानु छ। प्लिज अङ्कल, अन्यथा नसोचिदिनुहोस् है। अनि तिम्रो बुवा त वडा अध्यक्ष भनेको होइन र? हो, अध्यक्ष भएदेखि त सधैँ समाज सेवामा मात्रै लाग्नुहुन्छ। त्यही भएर घरको स्थिति एकदम नाजुक भइरहेछ। त्यसैले मेडल बेचेर यो अहिलेको तिहारमा सपरिवार खुसी राख्नु छ। हेर नानी, यो मेडल भन्ने चिज बेच्न त हुँदैन। तिमीले कति दुःख गरेर पाकी छौ यो मेडल। जो कोहीले यस्तो मेडल पाउने अवसर त कहाँ पाउँछ? त्यसैले हेर नानी, यो मेडल बेच्न त हुँदैन। अङ्कल, हामीसँग अरू केही विकल्प नै छैन त। तिहार आइसक्यो, भाइटिकाकै खर्चको लागि भए पनि यो मेडल बेच्न लागेकी हुँ। होइन, हुँदैन। यो कुरा त म कसै गरी पनि मान्दिनँ। होइन, यो केटी कस्तो मान्छे रहेछ? आफूले पाएको मेडल बेचेर भाइटिकाको सामान किन्ने भन्दै छिन्। त्यसमाथि पनि वडा अध्यक्षको छोरी बनिया छ। अब यिनलाई एउटा प्रस्ताव राख्छु म। मान्छन् कि मान्दिनन्, एकपल्ट सोधेर हेर्नु पर्यो। आफ्नो पनि त्यही भएको एउटा छोरो छ। वर्षी नै भाइटिकाको दिन साह्रै दुःखी हुन्छ। कतै यो नानीलाई छोराको दिदी बनाएर भाइटिकामा टिका लगाउन लाएर दिदीभाइको नाता जोडिदिनुपर्छ कि कसो हो? होइन, एकपटक त सोध्नै पर्यो। यो नानीले मानिन् र मेरो छोरालाई भाइटिका लगाइदिन् भने त यो वर्षको तिहार मेरो छोराले पनि रमाइलो साथ मनाउने भयो त। अङ्कल, किन टोलाउनु भएको? हजुर त धेरै बेर टोलाउनु भयो त। होइन नानी, म तिमीलाई एउटा कुरा सोधौँ? के हो र अङ्कल? सोध्नुहोस् न। प्लिज नानी, हुन नभन है। हेर नानी, मेरो पनि त्यही एउटा छोरा छ। त्यही एउटा छोरा पाइदिएर उसकी आमाले पनि मलाई र उसलाई छोडेर गए। नानी, मम्मी नहुँदाको पीडा त अलग्गै छ। त्यसमाथि हरेक वर्षको भाइटिकामा टिका नलाउनुको पीडा सही साध्य कहाँ छ र? बिन्ती छ नानी, नाइ नभन है। तिमीले मेरो बाबुलाई भाइटिका लगाइदिएर यो सालदेखि दिदीभाइको पवित्र नाता गाँसिदिन्छ है। भइहाल्छ नि अङ्कल, मेरो घरमा एकजना दाइ हुनुहुन्छ। आजदेखि भाइ पनि पाएँ, म त एकदम खुसी छु अङ्कल। ल छोरी, तिमीलाई के सामान चाहिन्छ त्यसको सबै व्यवस्था म गरिदिन्छु। ल नानी, यो मेडल लगेर घरमा राख। तिमीलाई तिहारमा के सामान चाहिन्छ सबै म किनिदिन्छु। अङ्कल, मेरो मम्मी बुबालाई यो मेडल बेच्न लगाएको चाहिँ नभन्नु है। ए नानी पनि, त्यसको लागि के पनि चिन्ता नमान, म छँदैछु नि। तर एउटा कुरा नानी, फेरि यो मेडल बेच्ने कुरा गर्ने चाहिँ होइन नि। ल हैन बजारमा।
ए छोरा यहाँ त बस त। के हो यो घरमा त दिनौ कल झगडा बढिरहेको छ त। मैले त सक्दैन बा, अब सबै यो घरमै मात्रै मिला। तपाईँ ढुक्क हुनुहोस् आमा, जे गर्नुपर्छ म गरिहाल्छु। आखिर हाम्रो गरिदिने अरू को नै छ र? हो त्यही भएर त आजसम्म तेरो काँधमा कुनै जिम्मेवारी बोकाउन चाहेन छोरा। खै आजभोलि के भएको, बुहारी पनि सधैँ रिसाएर हिँड्छिन्। होइन आमा, बुहारीलाई त्यस्तो नसोच्नुहोस्। उसलाई त बालबच्चाको भविष्य र तपाईँ हाम्रो इज्जतको लागि ऊ जहाँ जे गर्न पनि तयार हुन्छन्। प्लिज आमा, त्यस्तो नसोच्नुहोस् बुहारीलाई। हो त्यही भएर मैले पनि तेरो बाउको नासो मासेर त्यसलाई यत्रो तिल्लरी बनाएर तिजमा लगाइदे। त्यही पनि खै के भएको, रिसाइरहन्छ। नलिनु, तपाईँको नासो तपाईँ नै लगाउनु, मलाई लगाउनु परेको छैन। त्यही नासो लगाएदेखि त झन् घरमा कल बढिरहेको छ नि। धेरै बढी त धेरै बढी न हो, मैले भनिदिएको छु। कुरोमा कुरो थपेर बडापन देखाउने तैले अझ तिल्लरी फुकालेर दिने। होइन, तपाईँले गलत बुझ्नुभयो। मैले आजसम्म गल्ती गरेको पनि छैन र गर्दा पनि गर्दिनँ, बुझ्नुभयो? मैले जे भनेको छु सही भनेको छु। बढाइ चढाइ कुरा नगर्नुहोस् आमा। बुढी, तिमी किन आवेशमा आयो कि भने? सानो स्वरले बोल्दा हुँदैन। परिवार भनेको 2 दिनको रामछाया होइन। सपरिवार सदाबहार हुनुपर्छ। त्यस्तो नसोच। खै त्यही त भन्दैछु मैले। तेरो बुढी आजभोलि तड्केरै हिँड्दैछ। कतै हाम्रो घरमा कसैको गिद्धो नजर त लागेको छैन। तर्किने कुरा गरेपछि तर्किँदैन त। तपाईँ सधैँ गलत सोचाइ राख्नुहुन्छ मलाई। आमा भई भन्दैमा कि बालबच्चाको भविष्य हेर्न पर्दैन? तपाईँसँग त्यत्रो सुन रहेछ त। मेरो छोराछोरीलाई स्कुल भर्ना गर्नको लागि मेरो लगनको तिलरी बेच्नु पर्यो मैले। हे तेरी, फेरि त्यो बितेका कुरालाई किन बल्झाइरहन्छौ भने? अब आइन्दा छ नि यो विषयमा कसैले पनि केही पनि कुरा नउठाउनु, बुझ्यौ? म चुप लागेर सधैँभरि तेरो बुढीलाई साँडे बनाउने हो क्या? मैले यसको लागि के नराम्रो कुरा गरेको छु र? हे तेरीका आमा, तपाईँहरू कुरै बुझ्नुहुन्न। के भएको के यस्तो? लौ लौ, कसरी बुझ्नुपर्छ र बुझाउनुपर्छ त्यो तपाईँलाई नै थाहा होला। मलाई जसरी पनि तिहारमा माइत जानुपर्छ, कसरी पठाउने हो त्यो तपाईँले आफै बुझेर व्यवस्था गर्नु। त मात्रै जानुपर्छ माइत, हामी जानु पर्दैन? हो, त्यही भएर त तपाईँहरू चुप्प लागेर बस्नुहोस् भनेको। केही न केही उपाय त लगाउँला नि। हेर छोरा, जबदेखि त राजनीतिमा लागिस् तबदेखि हाम्रो घरमा सधैँभरि अभावको अभाव भइरहेछ। बरु तँलाई बिन्ती गर्छु बाबु, यो राजनीति गर्न छोडिदे। आमा, तपाईँले के भन्नुभएको? गाउँलेले चुनेर वडा अध्यक्ष बनाइदियो, अब म त्यसै छोडेर भाग्न पनि त भएन नि। भो भो, तपाईँको एकल चाहनाले केही पनि हुनेवाला छैन। 100ले थुकी नदी, 1ले थुकी सुकी। हो, बुहारीले भनेको र मैले भनेको कुरा एउटै हो, बुझिस्? त कुरा बुझ छोरा। भविष्य हाम्रो परिवारको हो। भोलि दुःख पर्यो भने कसले हेर्छ? हो आमा, तपाईँले भन्नुभएको कुरा एकदम सही हो। म ठुलो ठेकदार पनि बन्न सकिनँ र राजनेता पनि बन्न सकिनँ। त्यही भएर हेर्नुहोस् त, हाम्रो परिवारमा सधैँ दुःख भइरहेको छ। गाउँलेले अध्यक्ष बनाए भन्दैमा घर परिवार नै रुवाएर जनसेवा त गर्न सकिँदैन नि। त मैले पनि त्यही कुरा भन्न खोजेँ कि, बुझिस्? हेर त, पहिला गाउँघरमा दुःख सुख गरेर भए पनि पैसा कमाउथिस्। अहिले त खै परिवारमा के भइरहेछ के भइरहेछ। के गरौँ त आमा? तपाईँको सच्चा सपुत देशभक्त छोरा हुँ म। ठुलो नेता बनेर कुनै पहाड बेच्न चाहिन आमा, र कुनै नदी नाला पनि बेच्न चाहिन, र कुनै उद्योगपतिहरूसँग घुस लिएर धनी बन्ने पनि सोचै आएन आमा। बस आमा, बरु म एक दिन नबाँचौँ, त्यस्तो कुकर्म चाहिँ गर्न नपरोस्।
म त सच्चा जनप्रतिनिधि भएर यो गाउँलाई जनतालाई सेवा गर्न पाए पुग्छ। बाँकी रह्यो परिवारको कुरा। हो त्यही तपाईँको मनको कुरा बुझेर त मैले पनि आजसम्म यति धेरै कठोर दुःख गरिरहेको छु नि। त्यही पनि खै ल आजसम्म जे भयो भयो, अबदेखि सबैले बुझेर काम गरौँ है बाबु। भइहाल्छ नि आमा, तपाईँहरू र परिवारको खुसीको लागि त गरिरहेको छु नि। ल नानी, अब घर पनि आउन लाग्यो। तिमी यो सामान लिएर जाऊ, म भोलि टिका लगाउने बेला भाइलाई पनि ल्याइदिन्छु। अनि तिम्रो बाबा मम्मीसित नि त्यही बेलामा कुरा गरौँ। ल चाँडै आउनु है त। ल ल तिहार राम्रोसित मनाऊ है। ल अघिदेखि मेरो छोरी कहाँ गइछे भनेको त यत्रो तिहारको सामान जुटाउनु पो लागि छे। कति ज्ञानी मेरी छोरी। आमा ल आउनुहोस् त। है नातिनी आए ल। ल मम्मीहरू, मैले यहाँ सबै सामानहरू जुटाइदिएको छु। ल लिनुहोस्। ल हजुरआमा लिनुहोस्। नातिनी यति धेरै सामान कहाँबाट ल्याउनु ढाँटी भन त। हजुरआमा, आजसम्म मेरो दाइ मात्र हुनुहुन्थ्यो। आजबाट मैले भाइ पनि बनाएको, अनि त्यही भाइको बाबाले सबै सामान ल्याइदिनु भएको। 12 वर्षपछि खोला फर्किन्छ भन्थे हो रहेछ। मैले पनि तिम्रो बाबालाई यस्तै तिहारमा टिका लाउने कोही नभएर तिम्रो बाबाको बहिनी लिएको। हजुरआमा, मैले त कुरा बुझिनँ नि। तिम्रो र मेरो व्यथा एउटै भयो नातिनी। अब कुराकानी हामी तिहार पछि गरौँला। अहिले हामी जान ढिला भइसकेको छ, जाउँ। ल राम्ररी गरेर जानु है। नानी, सृष्टि कता छौ? ल मैले तिम्रो भाइलाई ल्याइदिएको छु। टिका लाउने तयारी गर्यौ त? तयारी हुँदैछ। ल तिमीहरू बसेर टिका लाउँदै गर। मेरो चाहिँ तल गाउँमा सानो काम छ, म चाहिँ पुगेर आइहाल्छु। अनि तिम्रो बाबा मम्मीसित पनि त्यसपछि कुरा गरौँ है त। ल टिका लाऊ है त।
छोरी अब तिम्रो पालो तिमीलाई है त अध्यक्षज्यू हामी त देउसी खेल्न आइयो ल अध्यक्षज्यू आइपुग्यो त अलिअलि यता 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 लिएर आइपुग्यो हामी है ल मारुने नानीहरू लिएर आयो ल सुरु गरौँ हैन त ल भाइ हो राम्ररी भन ओ फर्काइदिन्छ ओ तिहारैमा ओ देउसी खेल्न आएका हामी निरन्तर हाम्रो अध्यक्षज्यू एकदम राम्रो भट्याउनुहुन्छ र फेरि हाम्रो गाउँको जनप्रतिनिधि पनि हुनुहुन्छ उहाँलाई एकपल्ट बोलाऊँ उहाँले एकदम राम्रो भट्याउनुहुन्छ उहाँलाई भट्याउन लाउनु पर्छ उहाँको घर उपस्थित भएपछि उहाँलाई पनि अगाडि सार्नु पर्यो नि पर्यो सही कुरा गर्नु अध्यक्षज्यू कता हुनुहुन्छ अध्यक्षज्यू ए आइसके त ल अध्यक्षज्यू नमस्कार है ल सबैजना नमस्कार है अब सर्वप्रथम चाहिँ उहाँदेखि मेरो घरसम्म देउसी खेल्न आइदिनु भएकोमा हजुरप्रति म एकदम आभारी छु हजुर त्यो 2079 सालको दीपावलीको उपलक्ष्यमा हजुरहरू सबैजनालाई भगवान्ले कल्याण गर्नु र देउसीकै प्रसङ्गमा हजुरहरू जतिको त म के जान्ने छु होला र तर पनि म अलिकति भट्याउँछु है त सबै नानी छोरी पनि आऊ ल बहिनी पनि आऊ ल सबैजना छोरा पनि आऊ ल ल म भट्याउँछु छोराहरू पनि आऊ नाच्नु पर्छ ल एकदम रमाइलो यति खुसीको तिहार कहिले आउँछ हो कि हो नि मरि लानु के छ र नाच्ने हो जे पर्ला पर्ला ल यो वर्षको देउसी भैलो रमाइलो गर्नुपर्छ ठिक हो अब चाहिँ नाच्नु म गीत गाएँ त नानीहरू ल जाऊ यो सालको तिहार नि आयो सँगै खेली खाएको
देउसिरेहरूलाई सम्मान पनि गर्ने कि रमाइलो मात्रै गर्ने? जाऊ भित्र जाऊ, यसो व्यवस्था गरेर आउँछ ल, हामी रमाइलो गर्दै गर्छौँ। है अब मादल खोजौ ल भर्याउनु पर्यो। अब हामीभन्दा ठुलो मान्छे कहाँ जानुपर्छ? हुनेवाला मन्त्रीज्यू कहाँ जानुपर्छ? ल यहाँ हामी टुङ्गिएर जाउँ है त। ल भट्ट्याउँ, अब भित्रबाट नानीहरू ल्याउँदैछिन् होला। ल ए है भन मेरा भाइ हो, ए राम्ररी भन, ए शर्मेलाई खान, ए मेरा भाइ हो, ए देउसिरे भन, ए शर्मेलाई खान, ए यो बडा घरको, ए बडै खाला, अब हाम्रो हुनेवाला मन्त्रीज्यू समेत मेरो घरमा देउसी खेल्न आइदिनु भएकोमा धेरै धेरै आभार व्यक्त गर्नु चाहन्छु। धन्यवाद। हाम्रो परम्परा, हाम्रो गौरव, हाल भइरहेको विकृति र विसङ्गतिको अन्त्य गर्दै परम्परागत सदियौँदेखिको चलन चल्तीलाई संरक्षण गर्ने नियतले एकदम सही ढङ्गले देउसी भैलो खेलियो। त्यसको लागि फेरि पनि धन्यवाद। हाल भइरहेको विकृति र विसङ्गतिको अन्त्य गर्दै हाम्रो सदियौँदेखिको परम्पराको जगेडा गर्ने